नरुनु नरुनु त्यस्तो होइन नि त। नमस्कार, आज खुसीको दिन। हामी झापादेखि काठमाडौँ आइसकेका छौँ। एक हप्ता अगाडि भेटेको नानीलाई स्टुडियोसम्म ल्याइसकेका छौँ। आज ठक्क यहाँनिर के नानी यहाँ लाउने के भन्छ हेडफोन लाएर चाहिँ टक्क गीत गाउँदै हुनुहुन्छ नानीले। अति मिठो स्वर हामीले भिडियो बनाएका थियौँ, दर्शकले माया गर्नुभएको थियो, त्यही कारण आज उहाँ स्टुडियोसम्म आउनुभएको छ। काठमाडौँको सहर चाहिँ कस्तो हो भने धेरैको सपनाहरू साकार गर्ने सहर पनि हो र धेरै सपनाहरूको विकार हराउने सहर पनि हो। ठुलो इच्छा, आकाङ्क्षा अनि छुट्टै उमङ्ग लिएर चाहिँ नानी झापादेखि काठमाडौँसम्म आउनुभएको छ। हामीले नै उहाँलाई लिएर आएका छौँ। आशा छ भाग्यले भेट्दैमा भाग्य बदलिने होइन, दर्शकले भेट्नुभयो भने मात्रै बदलिन्छ, दर्शकले मनमा राख्नुभयो भने मात्रै बदलिन्छ। यो कसरी बोले नानी? यसरी पो बोलिरहेछ त म त। र एकदमै आज नानीले कस्तो गीत गाउँदै हुनुहुन्छ, अनि नानीले पहिलो गीत गाउँदाखेरि कति पारिश्रमिक पाउँदै हुनुहुन्छ, अनि भिडियो कहिले आउँदैछ, अनि मैले यसो लेख्ने प्रयास गरेको छु, कस्तो लेखेछु, अनि उहाँको स्वरलाई न्याय भयो कि भएन त, यी सबै कुराकानी यो भिडियोमा हुनेछन्। मुना सोरेन चाहिँ सन्ताल समुदायबाट हुनुहुन्छ, विशेष गरी झापा मोरङमा उहाँहरू। हामी पूर्वमा बसेको लागि त उहाँहरू नौलो हुनुहुन्न, तर कति यो भिडियो छ विभिन्न ठाउँबाट हेर्नुहुन्छ। उहाँहरू झापा मोरङमा त्यहाँको जनजाति हो, त्यहाँको एकदमै धेरै ट्यालेन्ट भएको क्षमतावान हो, तर उहाँहरूको समुदायबाट अगाडि आउनको लागि चाहिँ विभिन्न कारण, आर्थिक अभावका कारणहरू रोकिएका छन्। फुटबल खेल्ने उत्तिकै, नाच्नमा त्यत्तिकै, अनि अनेक छन्। तर आज म मुनालाई नै जोड्छु। बहिनी आज कस्तो लागेछ? मलाई खुसी, राम्रो लागिरहेछ। तपाईँले आउनुभयो, एकदम 2 दिन लाएर हामी काठमाडौँ आयौँ। बाटोमा अलिकति यात्रा पनि त्यस्तै भयो होइन? अनि तपाईँ आउने बित्तिकै चाहिँ खाजा पनि नखाइकन स्टुडियोमा छिर्नुभयो र गुनगुनाउन थाल्नुभयो। तपाईँभित्र ती भरिएका कुराहरू चाहिँ यहाँ ल्याएर आज पोख्नु भएको छ। लाग्छ यो वर्षौँ लामो सपनाहरू आज पुरा भएका छन्, सुरु हुँदैछन्। सिकेर मात्रै नहुने रहेछ, गाएर मात्रै पनि नहुने रहेछ, आफ्नै गीत आउनु पर्दो रहेछ भन्ने कुरा चाहिँ सुरु भएको छ होइन? आज अलिकति भनौँ न यो गीतको बारेमा, कस्तो लागिरहेछ? यति छिटो रेकर्ड हुन्थ्यो जस्तो लागेको थियो कि थिएन? गीत त मलाई एकदमै राम्रो लाग्यो। राम्रै लाग्यो? भाग्य दाइले लेख्नु भएको ठिकै छ नि? मनिष श्रेष्ठ सरले कम्पोज राम्रै गर्नुभयो? एकदम राम्रो छ। त्यसो भए नानीको लागि चाहिँ कस्तो गीत हामीले तयार गर्दैछौँ, अनि नानीलाई हामी हिँड्ने बेलामा चाहिँ झापामा हाम्रो खामै हराए क्या हो यहाँ सुनिल दाइले चाहिँ टिका लाएर यहाँ के पठाउनु भएको छ, बाबु स्टुडियोमा गएर चाहिँ खोलेर दिनु है भन्नुभएको छ। यहाँ के छ यो पनि हेर्ने हो। अनि भिडियो चाँडै आउँदैछ, भिडियो सहित ल्याउँ भन्ने सोच छ। भाग्य नेउपाने मेरै च्यानलमा आउँछ। नानी आजको गीतको एक टुक्का गाइदिनुहोस् त। नगर्नु माया गरे त हाले, नपर्नु प्रेममा परे त हाले। नगर्नु माया गरे त हाले, नपर्नु प्रेममा परे त हाले। नपर्नु प्रेममा परे त हाले। देखाउँछु मान्दिन लाज। लेख्ने म छु नि, टेन्सन नगर्नु न, म सिकाइहाल्छु नि। ल मान्दिन लाज, देखाउँछु आज दुनियाँमा छ। मैले रोजेको मान्छे तिमी, मैले खोजेको मान्छे तिमी, मैले रोजेको मान्छे तिमी, मैले खोजेको मान्छे तिमी। हेट्टेरिका, नानीलाई त्यो गाडीमा हिँड्दाखेरि अलिकति बमिट आउने, गाडी लाग्ने रहेछ क्या। झापाबाट आइयो, हाम्रो गाडीमा जति पनि हुनुहुन्थ्यो सबै ड्राइभर, म कुदाउनेदेखि बाहेक सबै सिकिस्तै हुनुहुन्थ्यो। तर पनि हामी नरोकिने सिधै स्टुडियो जाने, गीत रेकर्ड गराउने, अनि मात्रै रेस्ट गर्ने भन्ने कुरा आइसकेपछि आयौँ। रेकर्ड पनि भर्खरै एकदमै सोचे भन्दा छिटो भयो र राम्रो एरेन्जको साथमा हामी बिग एचडी परिवेश स्टुडियो, यो ठाउँमा चाहिँ योभन्दा अगाडि हामीले
जन्मिएपछि बाँचुन्जेलसम्म सुन्नुभएको छ साइदो रहेछ धन म बाँच्छु या मर्छु होला मेरो साथी भन भन्ने एकदम 1.5-2 करोडले हेरेको भिडियो यही स्टुडियो जहाँ चाहिँ समीर तामाङ मैले अशोक दर्जीलाई ल्याए पछाडि समीर तामाङ भाइ ल्याएको थिएँ यही स्टुडियोमा ल्याएको थिएँ र सौभाग्यवश तपाईँ आज यहीँ जुरे हामीलाई तपाईँ यो सहर काठमाडौँ सहरमा योभन्दा अगाडि पनि कति वर्ष बस्नुभयो? म 10 वर्ष। 10 वर्षमा यति धेरै मान्छेहरूको बिचमा चाहिँ कसरी हराउनु भयो र तपाईँ झापा पुग्नुभयो फेरि? अब त्यस्तो अब आफ्नो घर पनि होइन होइन अरूकै घरमा हो। अब त्यही अब प्रायः त्यस्तो बाहिर निस्किन पाइँदैन थियो घरबाट स्कुलबाट तपाईँ घरमा काम गर्नुहुन्थ्यो हजुर अनि पढ्नुहुन्थ्यो? गरे बापत पढ्यो। ए काम गरे बापत पढ्न पाउनुहुन्थ्यो भनेपछि आफै स्टुडियो जाने त थिएन है? सपनाहरू यति छिटो पुरा होलान् लागेको थियो? थिएन? अब हुँदैन नि जस्तो लाग्यो म त के। तपाईलाई त्यो सुरु दिन भेट्दाखेरि हामी विजय भट्टराई टिकाराम भाइ हामी गएको थियौँ अनि हामीले किन भेट्यौँ यो नानीलाई भन्ने हामीले छलफल गऱ्यौँ क्या। उहाँसँग आर्थिक हुन्थ्यो भने उहाँका गीत सुनिन्थ्यो क्या। हामीले मोबाइलमा भेट्ने मान्छे चाहिँ गाउँमा भेट्यौँ किनभने पैसा थिएन स्टुडियोसम्म पुग्ने अवस्था थिएन अवसर थिएन। अब त त्यो भिडियोको कारणले दर्शकको माया पाउनु भएको छ। अनि गीत चाहिँ कस्तो लागिरहेको छ? यो गीत चाहिँ कतिको आशावादी हुनुहुन्छ यो गीतमा चाहिँ? म त एकदम धेरै आशामा छु होइन। पछि गएर पनि यसरी नै आओस् अरू पनि मौका आओस् भनेर चाहन्छु। पहिलो गीतै फ्लप खायो भने त सक्यो त नानी। के होला चल्ला कि नचल्ला? अब त दर्शकहरूले के भन्नुहुन्छ? तपाईँलाई के हुन्छ भने पहिले चाहिँ मैले लेख्दै गर्दाखेरि चाहिँ मलाई के लाग्थ्यो भने मुनालाई सम्झेर लेखेको थिएँ क्या मैले। यो गीत चाहिँ त्यो नानीलाई सुहाउँछ है। अनि मैले मनिष श्रेष्ठ सरलाई भने उहाँको 2-4वटा भिडियो मैले फेसबुकमा हालेको छु हेर्नु त भनेको। उहाँ रातभरि बजाएर चाहिँ एरेन्ज गर्नुभएको छ। एकछिनमा सरसँग कुरा गर्छौँ होइन। तपाईँलाई कस्तो लाग्यो? राम्रै लाग्यो? मनबाटै लागेको हो नि कि दाइ हुनुहुन्छ दाइले लिएर आउनुभयो? राम्रै छ होइन? फ्यामिली के भन्नुहुन्छ अहिले? तपाईँको भाइ पनि हामीसँगै आउनुभएको छ यहाँ बस्नुभएको छ होइन। उहाँलाई भाइ कस्तो लाग्यो गीत भनेको? ठिक छ राम्रै छ नि भाइ? बबाले छ? तपाईँ त गाउनुहुन्न नि? ए ल ठिक छ। उहाँहरू के भन्नुहुन्छ? भाइहरू परिवारले भन्नुहुन्छ राम्रो छ यसरी नै अगाडि बढ्नु। त्यसमा अलिकति अगाडि बढ्नु न। ओ बस्छ ए यसो होइन ए सङ्गीतमा अगाडि? ए ल ठिक छ यहाँ त अगाडि भइरहन्छ। जस उहाँहरूले चाहिँ तपाईँलाई परिवारबाट फुल्ली सपोर्ट छ, केवल अर्थ छैन बाँकी सबै छ। नानी अब यो एउटा गायक गायिकाको मोल कहिले पनि हुँदैन क्या। उहाँहरूभित्र त्यो अमूल्य चिज हुन्छ। तपाईँभित्र त्यो अमूल्य चिज छ, त्यो उसको मोल दियो भने सायद छैन होला। किनभने तपाईँहरूको स्वर मनमा जान्छ ताकि तपाईँको हजारौँ लाखौँबाट छानिएको मान्छे हो नि त तपाईँ त होइन त। योभन्दा अगाडि म आइडलमा गएँ, त्यहाँ पनि म नसिकी गएको थिएँ, त्यसबाट ब्याक भएँ, त्यस पछाडि सिकेँ। दादाले भन्दै हुन्थ्यो सिक्न त गाह्रो छ, हामीलाई रेकर्ड गर्न त के होला झन् भन्दै हुनुहुन्थ्यो होइन। यो चाहिँ मलाई तपाईँको भिडियो आउने बित्तिकै सुनिल नेउपानेले चाहिँ त्यो नानीको लागि चाहिँ म थोरै कोसेली दिन्छु, भोलिका दिनमा पनि हामीले गर्ने सपोर्ट त छँदैछ। के पठाउनु भएको रहेछ हेरौँ ल? हुन्छ खोलिदिउँ ब्याङ अनबक्सिङ ल। यहाँ कति पैसा छ? पैसा चाहिँ नगनिदिउँ, पैसा चाहिँ पैसै रहेछ होइन। कति होला हो यहाँले चाहिँ यो पैसा तपाईँको लागि उहाँले पठाउनु भएको ल। दाइलाई पनि एकदम धन्यवाद। र नानीलाई मैले पनि पहिलो गीतको केही पारिश्रमिक दिन्छु, गनेर दिन्छु ल। अब यहाँ सङ्गीतकारलाई पनि दिनुपर्ने छ, मेरो त पैसा गयो त नानी। यस्तो हुन्छ सबैको आफ्नो रेट छ। फेरि पहिलोमै तपाईँलाई धेरै दियो भने दोस्रो कसैले अवसर दिँदा त्यहाँ तपाईँलाई थोरै लागेर नजाने मन हुनसक्छ। यो पारिश्रमिक भन्दा ठुलो कुरो तपाईँको अहिले सिर्जना बजारमा आउनु हो। पैसा त आजको भोलि सकिन्छन्, यो बनेका गीतहरू भिडियोहरू त सकिँदैनन्। यो बजारको हात्ती भन्दा पनि ती सङ्गीतका साथीहरू चाहिँ बटुल्दै जानु होला है। 1000 2000 3000 4000 5000 6000 7000 8000 हेर्दैछ त्यसले 9000 10000
11, 12, 13, 14, 15,000 दिन्छु ल। हस्। त्यहाँ अलिकति छ। हजुर। यो तपाईँ अब यो चाहिँ तपाईँको अब यहाँ एकाचकुचुक केही होइन सुरुवात हो। सधैँ सुरु चाहिँ जिरोबाटै हुन्छ, कमबाटै हुन्छ होइन, धेरै हुन्छ। तपाईँ अहिले अरूको घरमा बस्नुहुन्छ, हामीले त कस्तो कस्तो मान्छे ल्याएको थियौँ भने घरै नभएकाको मान्छेलाई भेटेको 1 महिनामै घर बनेका त्यस्ता सुन्नु न, अब चाहिँ सक्यो है। नरुनु त्यस्तो होइन नि त।